नमस्कार, अन्यगासी हो। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ। आज पनि केही महत्त्वपूर्ण भर्ब मिनिङ लिएर आएको छु। सबाट आउने एकदम इम्पोर्टेन्ट 50+ मिनिङहरू छन् सबाट आउने। लगभग लेखाइसकेको छु मैले भर्ब मिनिङ। यदि पुरानो भिडियोहरू हेर्नुभएको छैन भने हेर्न सक्नुहुन्छ। केही हेल्प हुनेछ, केही आधार हुनेछ। मिनिङ लगभग मैले पुरै लेखाउने कोसिस गर्छु। हजुरहरूलाई पास हुने गरी जसरी हुन्छ पास हुने गरी मिनिङ लेखाउने छु मैले। कृपया हजुरहरूले हेरिदिनु, लाइक, सेयर, कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला। त्यही भन्न चाहन्छु। र आजको विषयवस्तुतिर लागौँ साथीहरू। 1 नम्बरमा छ सामखिदा निल्नु। सामखिदा भनेको निल्नु। सामखिदा निल्नु। सामखिदा भनेको निल्नु। त्यस्तै गरी 2 नम्बर सादा। सादा भनेको किन्नु। सादा। सादा भनेको किन्नु। त्यस्तै गरी 3 नम्बर साराङ्गादा माया गर्नु। साराङ्गादा भनेको माया गर्नु। त्यस्तै गरी 4 नम्बर सायोङ्गादा प्रयोग गर्नु। सायोङ्गादा भनेको प्रयोग गर्नु। सायोङ्गादा प्रयोग गर्नु। त्यसै गरी 5 नम्बर साल्दा बस्नु अथवा बाँच्नु। साल्दा भनेको बस्नु अथवा बाँच्नु। साल्दा बस्नु अथवा बाँच्नु। त्यस्तै गरी 6 नम्बर साक्चे हादा मेटाउनु। साक्चे हादा भनेको मेटाउनु। साक्चे हादा मेटाउनु। साक्चे हादा भनेको मेटाउनु। त्यस्तै गरी 7 नम्बर साग्वा हादा माफी माग्नु। साग्वा हादा भनेको माफी माग्नु। साग्वा हादा माफी माग्नु। त्यस्तै गरी 8 नम्बर सनब्याल हादा छान्नु अथवा छुट्याउनु। सनब्याल हादा भनेको छान्नु अथवा छुट्याउनु। त्यस्तै गरी 9 नम्बर सन हो हादा। सन हो हादा भनेको रुचाउनु। सन हो हादा रुचाउनु। सन हो हादा भनेको रुचाउनु। त्यस्तै गरी 10 नम्बर सन्थेक हादा छान्नु। सन्थेक हादा भनेको छान्नु। सन्थेक हादा छान्नु। त्यस्तै गरी 11 नम्बर सल्मेङ हादा व्याख्या गर्नु। सल्मेङ हादा भनेको व्याख्या गर्नु। सल्मेङ हादा व्याख्या गर्नु। त्यस्तै गरी 12 नम्बर सनसन हादा शीतलो हुनु। सनसन हादा भनेको शीतलो हुनु। सनसन हादा शीतलो हुनु। त्यस्तै गरी 13 नम्बर संशील हादा आज्ञाकारी हुनु। संशील हादा भनेको आज्ञाकारी हुनु। संशील हादा आज्ञाकारी हुनु। त्यस्तै गरी 14 नम्बर सोगे हादा परिचय गर्नु। सोगे हादा परिचय गर्नु। सोगे हादा भनेको परिचय गर्नु। त्यस्तै गरी 15 नम्बर सोधोक हादा। सोधोक हादा भनेको ड्रेसिङ गर्नु। सोधोक हादा ड्रेसिङ गर्नु। सोधोक हादा भनेको ड्रेसिङ गर्नु। त्यस्तै गरी 16 नम्बर सोक्साङ हादा दुखी हुनु। सोक्साङ हादा भनेको दुखी हुनु। सोक्साङ हादा दुखी हुनु। त्यस्तै गरी 17 नम्बर सुयाङ हादा पौडी खेल्नु। सुयाङ हादा भनेको पौडी खेल्नु। सुयाङ हादा पौडी खेल्नु। त्यस्तै गरी 18 नम्बर सागो नादा दुर्घटना हुनु। सागो नादा भनेको दुर्घटना हुनु। सागो नादा भनेको दुर्घटना हुनु। त्यस्तै गरी 19 नम्बर सामाङ हादा मृत्यु हुनु। सामाङ हादा भनेको मृत्यु हुनु। सामाङ हादा मृत्यु हुनु। त्यस्तै गरी 20 नम्बर साङदाम हादा परामर्श दिनु। साङदाम हादा भनेको परामर्श दिनु। साङदाम हादा परामर्श दिनु। त्यस्तै गरी 21 साल्दा उसिन्नु। साल्दा भनेको उसिन्नु। साल्दा उसिन्नु। त्यस्तै गरी 22 स्याउ हादा नुहाउनु। स्याउ हादा भनेको नुहाउनु। स्याउ हादा नुहाउनु। त्यस्तै गरी 23 सदा खडा हुनु अथवा उभिनु। सदा भनेको खडा हुनु अथवा उभिनु। त्यस्तै गरी 24 सदुरुदा। सदुरुदा भनेको हतार हुनु। सदुरुदा हतार हुनु। सदुरुदा भनेको हतार हुनु। त्यस्तै गरी 25 सिकिदा
अर्डर गर्नु अथवा अराउनु सिकिदा अर्डर गर्नु अथवा अराउनु सिकिदा भनेको अर्डर गर्नु अथवा अराउनु। त्यस्तै गरी 26 सिधा अमिलो हुनु सिधा भनेको अमिलो हुनु सिधा भनेको अमिलो हुनु। त्यस्तै गरी 27 सिकुरप्ता हल्ला हुनु सिकुरप्ता भनेको हल्ला हुनु सिकुरप्ता भनेको हल्ला हुनु। त्यस्तै गरी 28 सियोन हादा शीतलो हुनु सियोन हादा भनेको शीतलो हुनु सियोन हादा भनेको शीतलो हुनु। त्यस्तै गरी 29 सिन्छङ हादा निवेदन गर्नु सिन्छङ हादा भनेको निवेदन गर्नु। त्यस्तै गरी 30 सिनगप्ता अल्नो हुनु सिनगप्ता भनेको अल्नो हुनु अथवा अलिनो हुनु। त्यस्तै गरी 31 सिलमाङ हादा निराश हुनु सिलमाङ हादा भनेको निराश हुनु। त्यस्तै गरी 32 सिल्सु हादा गल्ती गर्नु सिल्सु हादा भनेको गल्ती गर्नु सिल्सु हादा गल्ती गर्नु। त्यस्तै गरी 33 सथुरुदा अध्यक्ष हुनु सथुरुदा भनेको अध्यक्ष हुनु सथुरुदा भनेको अध्यक्ष हुनु। त्यस्तै गरी 34 सुसुल हादा अपरेसन गर्नु सुसुल हादा भनेको अपरेसन गर्नु सुसुल हादा भनेको अपरेसन गर्नु। त्यस्तै गरी 35 सुरी हादा मर्मत गर्नु सुरी हादा भनेको मर्मत गर्नु सुरी हादा भनेको मर्मत गर्नु। त्यस्तै गरी 36 सुम्गिदा लुकाउनु सुम्गिदा भनेको लुकाउनु सुम्गिदा भनेको लुकाउनु। त्यस्तै गरी 37 सुल्फुदा दुखी हुनु सुल्फुदा भनेको दुखी हुनु सुल्फुदा भनेको दुखी हुनु। त्यस्तै गरी 38 सिजाक हादा सुरु गर्नु सिजाक हादा भनेको सुरु गर्नु सिजाक हादा सुरु गर्नु। त्यस्तै गरी 39 सिन्दा लगाउनु सिन्दा भनेको लगाउनु जुत्ता लगाउनु सिन्दा भनेको लगाउनु जुत्ता। त्यस्तै गरी 40 सक्ता मिसाउनु सक्ता भनेको मिसाउनु सक्ता भनेको मिसाउनु। त्यस्तै गरी 41 सिन्गी हादा आश्चर्य हुनु सिन्गी हादा भनेको आश्चर्य हुनु सिन्गी हादा आश्चर्य हुनु। त्यस्तै गरी 42 सिन्गो हादा उजुरी गर्नु सिन्गो हादा भनेको उजुरी गर्नु सिन्गो हादा उजुरी गर्नु। त्यस्तै गरी 43 सेदा बलियो हुनु अथवा गणना गर्नु सेदा भनेको बलियो हुनु अथवा गणना गर्नु सेदा बलियो हुनु अथवा गणना गर्नु। त्यस्तै गरी 44 सेउदा स्थापना गर्नु अथवा रोक्नु सेउदा भनेको स्थापना गर्नु अथवा रोक्नु। त्यस्तै गरी 45 सेसु हादा मुख धुनु सेसु हादा भनेको मुख धुनु सेसु हादा भनेको मुख धुनु। त्यस्तै गरी 46 सेङ्गिदा आइपर्नु सेङ्गिदा भनेको आइपर्नु सेङ्गिदा भनेको आइपर्नु। त्यस्तै गरी 47 सेङ्वाल हादा जीवनयापन गर्नु सेङ्वाल हादा भनेको जीवनयापन गर्नु सेङ्वाल हादा जीवनयापन गर्नु। त्यस्तै गरी 48 सेबे हादा अभिवादन गर्नु सेबे हादा भनेको अभिवादन गर्नु नयाँ वर्षमा अभिवादन गरिन्छ सेबे हादा अभिवादन गर्नु। 49 सुइदा आराम गर्नु सुइदा भनेको आराम गर्नु सुइदा भनेको आराम गर्नु। त्यस्तै गरी 50 नम्बर सुइप्ता सजिलो हुनु सुइप्ता भनेको सजिलो हुनु सुइप्ता भनेको सजिलो हुनु। आजलाई यति नै साथीहरू। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नुहोला लाइक सेयर कमेन्ट कस्तो लाग्छ कमेन्ट पनि गर्न नभुल्नुहोला भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।